कोन्निचिवा लेसन 23 यान 5 हुँदै यान 4 पनि पढ्छौँ। आजको हामी 23 को ग्रामरमा चाहिँ हामी तोकी भन्ने पढ्छौँ। बेला यस्तो बेला भन्ने कुराहरू जिस्युके रुट वर्ब ना केही नाइफर्म इकेओसी प्लस ना केओसी प्लस ना र नाउनको पछाडि नो पार्टिकल राखेर त्यसको पछाडि तोकी राख्दाखेरि बेला भन्ने अर्थ लाग्छ। यस्तो बेला भन्ने अर्थ लाग्छ। तोकीको मिनिङ एक्सप्लेन बुझौँ। खासमा कुनै क्रिया गर्ने समयको वर्तमान अवस्थालाई जनाउँदा तोकी भन्ने बुझिन्छ। जस्तै गएको बेला खाएको बेला भन्ने आयो। जिस्योके रुट फर्म भनेको क्रियाहरू आयो भने रुट भर्बमा लगेर तोकी राख्ने। जस्तै तावेरु तोकी खाने बेलामा यसरी पढौँ। अगाडि इक्जाम्पलहरूमा राखेको छु, हेर्दै जानु। हिमाना तोकी भनेको हिमा भनेको फुर्सद, हिमा भनेको ना एडजेक्टिभ प्लस तोकी फुर्सद भएको बेला। त्यसरी अगाडि बढौँ। इक्जाम्पल सुरु गरौँ। तोस्यो खान्दे होन ओ खारिरु तोकी कादो गा इरिमास। तोस्यो खान्दे होन ओ खारिरु तोकी खादो गा इरिमास। यसको मिनिङ चाहिँ पुस्तकालयबाट किताब सापट लिने बेला कार्ड आवश्यक छ। कार्ड है त्यहाँ। यसरी अगाडि बढौँ। हिमा न तोकी उची ए आसोबिनी किमासेनका। हिमा ना तोकी उची ए आसोबिनी किमासेनका। फुर्सद भएको बेला घरतिर घुम्न आउनुहुन्न र दसैँमा घरतिर घुम्न आउनुहुन्न र त्यस्तै भने जस्तै कि हिमा न तोकी है। हिमा भनेको ना एडजेक्टिभ, ना भनेको त्यसैसँग जोडेर आउने र तोकी भनेको बेला। अगाडि बढौँ। बेउकी नो तोकी खाइस्या ओ यासुमिमास। बेउकी न तोकी खाइस्या ओ यासुमिमास। बिरामी भएको बेला कम्पनी बिदा लिन्छु। बिरामी भएको बेला कम्पनी बिदा लिन्छु। हिमा ना तोकी होन ओ युमिमास। हिमा ना तोकी होन ओ युमिमास। फुर्सद भएको बेला किताब पढ्छु, बुक पढ्छु। र अगाडि छ अर्को रुट वर्ब भनेको जिस्योके प्लस तो भनेको चाहिँ भने इफ वेन। यसको एक्सप्लेन पढौँ। एउटा काम गर्यो भने जिस्योके प्लस तो पार्टिकल। एउटा काम गर्यो भने अर्को एक्सन हुने बेला यसको प्रयोग गरिन्छ। जस्तै बटन अन गर्यो भने टिभी चल्छ। अनि यस्तै सुरु गरौँ इक्जाम्पलबाट। कोरे ओ मासुबे तो ओत्तोगा ओकिकु नारिमास। यसलाई घुमायो भने यो माबासु भनेको चाहिँ रुट वर्ब है। जिस्योके भने आवाज ठुलो आउँछ। ओतो भनेको आवाज आउँछ वा हुन्छ। अगाडि बढौँ। कोको ओ ओसुतो कोकु ओ ओसुतो ओयुगा देमास। यहाँ थिच्यो भने तातो पानी आउँछ। यसरी चाहिँ अनि यसरी चाहिँ यो हुन्छ। अब अगाडि बढौँ। मिगी ए मागारु तो युबिन क्याकुगा आरिमास। दायाँतिर मोडियो भने हुला घर आउँछ वा छ। दायाँतिर मोड्यो भने यसरी चाहिँ लेसन 23 मा यही तोकी र यो रुट वर्ब प्लस तो पार्टिकल इम्पोर्टेन्ट छ है। एकचोटि बुकबाट पनि हेरौँ। मैले पढेको बुक वा हामीले पढिराखेको बुक भनेको मिना नो निहोङ्गो हो। लेसन 23 मा जाउँ। हेर्नु त मैले बुकबाटै हो। रेन्सेल एको इक्जाम्पलहरू राखेको भर्खरैको। कोरे ओ मावासु तो ओतोगा ओकिकु नारिमास।
यहीँबाटकै हुन् खासमा मैले राखेको। बुककै अनुसारै गर्नुभन्दा पनि इक्जाम्पलहरू बनाउन सजिलो हुन्छ, बुझ्न सजिलो हुन्छ बुकबाट। हेर्नु तोकेको पनि हेर्नु है अगाडि। बुनकेही र रेबुन पनि हेर्नुपर्छ, यो इम्पोर्टेन्ट छ। अनि खाइबा पनि राम्रोसँग हेर्नु होला। खाइबा पनि पढिराख्नुपर्छ, लेसनको खाइबाहरू राम्रोसँग याद गर्नु भने तपाईँको ल्याङ्ग्वेज चाहिँ इम्प्रुभ हुन्छ। थ्याङ्क यू, आरिगातो गोजाइमास।